सो गाइज है अहिले चाहिँ हामी चाहिँ तुर्लुङकोट आइपुगेका छौँ। यहाँ चाहिँ नेपालको झन्डा र यो चाहिँ अहिले चाहिँ पानी भर्न लागिरहेछ। यहाँ चाहिँ यस्तो पुरै ढुङ्गा छाएर यस्तो राम्रो बनाएको छैन होइन। यतातिर चाहिँ पुरै घरै घर छ। यता पुरै यो दुरा डाँडा अनि यता हाम्रो बिमा कुमारी दिदीको घर चाहिँ यतैतिर हो होइन। सो अहिले चाहिँ हामी चाहिँ आएर अमृत दाइरामा। सो गाइज चाहिँ अहिले भन्नुपर्दा हामी चाहिँ त्यही डाँडामा छौँ। एकदम शान्त वातावरण, चिसो हावापानी छ। हामी चाहिँ हाम्रो चाहिँ यो बाइक त्यहाँ छ। यतापट्टि चाहिँ यस वाइट गुम्बातिर पर्छ यो बेसी सरसाई। यो चाहिँ त तनहुँ। यो चाहिँ हामी जहिले लमजाङ तुर्लुङकोट भन्ने ठाउँ छ होइन। तपाईँले गीत पनि सुन्नुभएको छ होला। अहिले चाहिँ एकदम हामी चाहिँ यहाँबाट चाहिँ यो चाहिँ ढुङ्गा छाएर यस्तो राम्रो बनाएर छ। ठ्याक्कै यो अलिअलि कुटको जस्तै र तल चाहिँ घर छ। यो दुरा डाँडा हो। यता माथि चाहिँ उता के ठाउँ भन्छ तर देश हाम्रो चाहिँ यता माथि चाहिँ मन्दिर छ होइन। अनि यो चाहिँ झन्डा सन्डा पुरै टक्क खाएर सो अहिले चाहिँ हामी चाहिँ अनि घुमिरहेछौँ। अब चाहिँ हामी चाहिँ निस्किनेवाला छौँ है त। अनि आज पानी पर्न लागिरहेछ। उतातिर चाहिँ पानी परिरहेको छ। यहाँ लाली गुराँसको फुलहरू त फलेका छैनन्। यस ठाउँ चाहिँ एकदम रमाइलो छ। सबैजना चाहिँ ल भिजिट गर्नु होला है त।